भजन कीर्तन भइरहेको छ साथीहरू। यहाँनिर चाहिँ एकदमै शान्ति र उयो छ। यो चाहिँ हो बरेलीको एकदमै प्रसिद्ध महाकालेश्वर मन्दिर र यहाँ मन्दिरमा चाहिँ यस्तो छ। यो परिसर यति ठुलो छ, सबैजना उयो गरिरहेको छ। यता यस्तो छ होइन, यो महाकालेश्वर मन्दिर हो। यो चाहिँ यहाँ चाहिँ शनि मन्दिर छ। यहाँ शनिको पूजाहरू गरिन्छ होइन। यहाँ चाहिँ शनिको पूजा गरेर मान्छेहरू पूजा आराधना गर्छन्। यहाँनिर आफ्नो यति ठुलो मन्दिरमा आइपुग्नु सकेँ होइन। र म आफूलाई धन्य मान्छु। शनिदेवको दर्शन गर्नुहोस्, यहाँ शनि बाबाको दर्शन गर्नुहोस्। यहाँ चाहिँ यस्तो मन्दिर छ, पितलको गाछमा ठुलो भएको छ। यहाँनिर चाहिँ सबैजना भक्तजनहरू आई पूजा आराधना गरिसक्नु भएको छ होइन। म पनि ड्युटीमै भए पनि आउनु सकेँ। खुसी लागिरहेको छ। तपाईँहरूलाई म एउटा चिजबाट बाहिर निस्किँदैछु साथीहरू। यो चाहिँ अब एकछिनसम्म बस्यो अरे होइन। एकछिन यहाँ मन्दिरको दर्शन चाहिँ यस्तो छ। लास्टको सिलिन्डरमा चाहिँ यति छ, पुरा भगवान्हरू छ मानेर पूजा आराधना भइरहेको छ। र अब चाहिँ म निस्किँदैछु। यो चाहिँ महाकालेश्वर मन्दिर हेर्नुहोस् त साथीहरू। यो चाहिँ महाकालेश्वर मन्दिर हो। यति ठुलो छ यो मन्दिर। विस्तृत मन्दिरमा चाहिँ म आएँ होइन ड्युटीको टाइममा पनि। अहिले चाहिँ उहाँको उयो चलिरहेको छ, भजनहरू चलिरहेको छ। उयो छ बाहिरदेखि नै मन्दिरको वातावरण चाहिँ यस्तो छ।